So this is our backwater stay. ल हामी यहाँ अटोलाई कुरिरहेछौँ। खै त अटो नै आएन त, खालि अटै आएन। अब हामी त्यो डिरेक्सनमा हिँड्न थाल्न पर्यो है। हन्ड्रेड आई गिभ यु 100 ओके। अटो पनि मिल्यो। अब बस स्ट्यान्डमा जाँदैछौँ हामी। त्यहाँबाट चाहिँ बस लिएर हामी तुरापुर भन्ने ठाउँमा जान्छौँ। ल हामी यहाँ बस स्ट्यान्डमा पनि ड्रप अफ गर्दै है। उयो बस जान्छ भनेछ त तुरापुर। यहाँ अटोले ड्रप अफ गर्ने बित्तिकै बस पायौँ। टिकटको प्राइस चाहिँ दुईजनाको 104 रुपियाँ है। हामी यहाँ तोरापुर भन्ने ठाउँमा झर्यौँ है। अनि अब चाहिँ एउटा अटो रिक्सा लिएर त्यसलाई लोकेसन दिएर जानुपर्छ। के भने मैले त बुझेँ। जे भयो नि उसले भनेको अनुसार उसले लान मिल्दैन भने क्या। रिसोर्ट മലയാളം ഹോം സ്റ്റേ പടിഞ്ഞാട്ട് ക്രോസ് ആയിട്ട് പടിഞ്ഞാട്ട്. थ्याङ्क यू। ल हाम्रो एयरबिएनबी पनि आइपुग्यौँ हामी। यो होमस्टे जस्तो लाग्यो मलाई। यो पानी सफा भएर यहाँ पौडी खेल्न पाएँ, कति रमाइलो। तर यहाँ पौडी खेल्ने जस्तो पानी चाहिँ छैन। How are you? I'm Manu. Manu, nice to meet you. What's your name? कस्तो बवाल छ त फेरि ठाउँ त। फोटोमा भन्दा रियलमा राम्रो रहेछ त है। ल ए हाम्रो एयरबिएनबी। ल हाम्रो एयरबिएनबी यही हो है। यस्तो त्यहाँबाट भ्यू। यहाँ डे बेड छ। यो बेडरुम भयो। उता अट्याच बाथरुम। एन्ड दिस इज द भ्यू। वाउ। यो एयरबिएनबीमा चाहिँ सानो क्यानु पनि छ, चढ्ने हो है। ट्राई गर्न पर्ला जस्तो लाग्यो। हाम्रो टोडी आयो जस्तो मलाई लाग्छ। हाम्रो टोडी डिलिभर भएको जस्तो लाग्यो। हाम्रो लन्च पनि अब आउन लाग्यो। चिकन अप्सन चुज गरेको थियौँ क्या। अब के हुन्छ लन्चमा, फिक्स मेन्यू अरे। ल हाम्रो लन्च पनि आयो है। चिकन, अचार, यो भेजिटेबल राइस। एयरबिएनबीमा चाहिँ हामी यत्तिकै चिल गरेर बसिरहेछौँ है। यहाँ खास केही नगर्नुलाई आएको हामी। अनि यो क्यानु पनि चलाउन मिल्छ खास यहाँ भन्दाखेरि। अब क्यानु राइडमा जानु पर्यो। तिमी जाने हो बेबी? उयसमा त्यसो भए म गएँ एक्लै। हामी बसेको एयरबिएनबी चाहिँ पछाडिको यस्तो लोकेसनमा छ।
हेलो हामी चाहिँ हाम्रो एयरबिएनबीबाट भर्खर निस्क्यौँ अहिले खास यता वरिपरि त्यस्तो केही पनि छैन है हामी एउटा गाउँ जस्तो ठाउँमा बसेछौँ लन्च गर्नको लागि चाहिँ यहाँ एयरबिएनबीको मान्छेले एउटा ठाउँमा रेकमेन्ड गरेको थियो त्यही ठाउँमा जाँदैछौँ हामी अहिले अनि उसले अटो रिक्सा पनि बोलाइदियो हामी यो एयरबिएनबीमा चाहिँ अल टुगेदर 2 नाइट्स बसिरहेको हो यो हाम्रो सेकेन्ड डे हो भोलि चाहिँ बिहानै चेकआउट भएर ट्रेन लिन छ हामी भोलि उटी जाँदैछौँ अनि आज चाहिँ हामी वी माइट इभन गो टु अ टडी शप हम अपने हुक्म से ही अंदर आए थे और अपने हुक्म से बाहर चले जाएंगे अटोको चाहिँ त्यहाँ मिटर चलिरहेछ मैले अहिलेसम्म इन्डियामा कहिले पनि मिटर चलाएर अटोमा बस्नु छैन क्या ओहो यो मन्दिर हेर्नु न कस्तो भयो ल हामी आइपुग्यौँ हामी आएको रेस्टुरेन्ट चाहिँ हो चालु ब्याक क्वार्टर्स भन्ने ल हामी चाहिँ यो ठाउँमा बस्दैछौँ अनि यहाँबाट भ्यू चाहिँ यस्तो छ ल हाम्रो स्टार्टर आयो एउटा चिकन हो फिस आउँदैछ रेड स्न्यापर दिस बनाना लिफ ल हाम्रो अर्को स्टार्टर हो यो चाहिँ लेमन पेपर फिस भन्ने हो स्यालेड नै मगाएको थियौँ मिल्छ आयो फिस पनि आयो है बनाना लिफको फिस हाम्रो रेड स्न्यापर हो यो चाहिँ पुरै केरलन स्टाइलमा हाम्रो यहाँको लन्च ब्रेकफास्ट जे भने पनि खानेकुरा एकदमै मिठो थियो है हामीले सब कुरा इन्जोय गऱ्यौँ जस्तो आनन्द भयो पछि हामी नेक्स्ट सप भनेको चाहिँ एउटा टोडी सपमा जाँदैछौँ टोडी सप भनेको चाहिँ भट्टी हो यहाँको हामीले यहाँ अटो रिक्सा पायौँ है तर यहाँ कार पुलिङ हुँदैछ क्या यहाँ सबैजना मलयालम नेपाली यहाँ केरलामा चाहिँ ल्याङ्ग्वेज ब्यारियर चाहिँ हामीलाई एकदमै फिल भएको छ है गयो होला मलाई चाहिँ यहाँ मान्छेहरूले खालि यहीँको भाषा बोल्दैछ है डाइरेक्टली तर अब यहाँको भाषा आउँदैन मलाई हिन्दी बोल्या भए त अब कम्युनिकेट गर्न सक्थेँ मलयालम आउँदैन 250 जति हुन्छ कि भनेको ठ्याक्कै 250 भयो क्या प्लस यो मान्छे पनि मिटरमै चलिरहेको थियो यहाँ लोकल एरिया भएर होला सबैजना मिटरमै चलिरहेको छ अहिलेसम्म त अटोमा पनि प्लस म पनि लोकल जस्तो भएर होला नि नो स्क्यामिङ सो फार यो टोडी सपको नाम चाहिँ पाली ठोडु काना हट्स भन्ने टोडी सप हो यस्तो ठाउँमा छ है हेलो Yes, sit. Apa porota neck. List. Food list. Pen. Menu. No list. No menu. No menu. Menu what? Menu छैन भनेछ Hindi? Hindi malu. No Hindi. Scotch. Scotch whiskey. French? ल्याङ्ग्वेज बेरियर भएपछि यस्तै हुन्छ हामीले डक रोस्ट मगाएको थियौँ यो के आयो थाहा नि छैन है Tissue? केरला पराठा आयो डक रोस्ट आयो टोडी आयो अनि हामी भट्टीमा छौँ है अनि टिस्यु पनि आयो ल थ्याङ्क यू फ्रेस Fresh today? Before not fresh? Nice. My name is Kamalasanan. Kamal Hassan? Kamalasanan. Oh. Owner of this place? Owner?
You own, yeah? Supply. Supply. This is good supply. Good supply. Very good. No Insta. No, not on social media. Only YouTube. Daulat GB Pantha. So lychee जस्तो लाग्यो नि त हमले लग्यो मेरो टोटी शपमा हन्ड गरेर जाँदै भनेर कस्तो हुँदैछ द टोटी शपको एक्सपिरियन्स एकदम फनी के ल्याङ्ग्वेज के बुझाएन के गरिरहेको हो अघिदेखि അറിയാൻ പറ്റുമോ നമ്മളെ പറ്റി Take care, yeah? Okay, brother, take care. Safe, it's okay, safe. Take care. Take it, Ade. Jab bhai asta. जब भएछ सधैँ ल यही थियो यहाँको भट्टी It's okay. We take auto, you go back. സേഫ് ആയിട്ട് പോവാ It's okay, we safe, okay? ഓക്കെ It's okay, brother, take care. मान्छेको प्रब्लम के हो मैले थाहा भएन है यस्तो रोडमा छ है यो गाउँको अब यहाँ हामीले अटो म्यानेज गर्नुपर्छ मलाई लाग्थ्यो त्यहाँ कसैले अटो म्यानेज गरिदिन्छ भनिरहेको थियो त्यसको साथी छ भन्थ्यो तर त्यसपछि त्यो मान्छे कस्तो एक्ट गरे क्या त्यही भएर अनि हामी निस्क्यौँ किनकि हाम्रो अब 4 बजे राइड पनि छ ढिलो भइसक्यो क्या हामीलाई खासै भन्दाखेरि कस्तो राम्रो है यहाँ पाल्म ट्रीहरू उता एउटा अटो त रोकेछ जस्तो छ है ड्राइभर नि छ भित्र हेरौँ उसले लान्छ कि लाँदैन हामीलाई ब्याक वाटर फार्म हाउस यस कोडाम टु रुट ओके 200 rupees 10 minutes 150 200 अब हामी हाम्रो बोट राइडको लागि जाँदैछौँ जुन चाहिँ 4 बजे छ This is the route to our Airbnb है ओके या थ्याङ्क यू हाम्रो Airbnb नि एकदमै चिल स्पटमा छ कि ठ्याक्क ब्याक वाटरको साइडमा छ है बोट राइड ओके he is going with us is he your father okay nice so the place you recommended was very good good place we liked it we like both place nice food the fish was very good We're just preparing the boat. Okay. Few minutes. That's fine. For dinner, did you decide for dinner? के खाने chicken? Yeah, chicken. Yeah, okay. Sure. ल हाम्रो बोट रेडी हुँदैछ यहाँ है बोट राइडको लागि यो दुईजना मान्छे चाहिँ बाउ छोरा हो उनीहरूको फ्यामिली छ यहाँ अनि उसले चाहिँ यहाँको Airbnb म्यानेज गर्छ ल हाम्रो Airbnb यही हो हाम्रो बोट राइड सुरु भयो हाम्रो आजको क्याप्टेन उहाँ हुनुहुन्छ अब हामी यहाँ ब्याक वाटर राइडमा जाँदैछौँ यो राइडमा चाहिँ हामीले बर्ड वाचिङ नि गर्छौँ यो सबै चराहरू नदेखे नि एटलिस्ट ह्यान्डफुल अफ देम देखिन पर्ने हो क्या खतरा छ यार तर यो गोप्रोमा देखिँदैन क्या बोट राइडमा चाहिँ हामीलाई त्यो चिप्स जस्तो लाग्यो चिप्स दिनुभएको छ यस्तो खाले चिप्स एउटा अनि अर्को चाहिँ यो बनाना चिप्स जस्तो लाग्यो बनाना चिप्स चाहिँ ट्राई गर्नु दिस चाइनिज फिसिङ नेट चाइनिज यो चाहिँ फिसिङ भिलेज हो जस्तो छ यहाँ सबैतिर फिसिङ नेट छ मोस्टली यो चाइनिज फिसिङ नेट
यो चाइनिज फिसिङ नेट चाहिँ करिब 500 वर्ष अघि चाइनासँग भएको पुरानो ट्रेडको सिम्बल हो। यो चाइनिज ट्रेडर र सेलर्सहरू केरलाको कोस्टसम्म आएका थिए अनि उनीहरूले यो अनौठो फिसिङ टेक्निक यहाँ इन्ट्रोड्युस गरे। मैले यो बोट राइड गरेपछि चाहिँ बल्ल थाहा भयो मलाई है किन केरला चाहिँ एकचोटि लाइफमा आउनु पर्छ भनेर। यस्तो सिनरी यस्तो एक्सपिरियन्स अरू ठाउँमा भेटेको थिएन कि। केरलाको आफ्नै एउटा युनिक एक्सपिरियन्स रहेछ। जस्तै यो हो ल, हेर नि त्यहाँ क्या राम्रो चरा। बर्ड वाचिङ हाम्रो एकदम इन्ट्रेस्टिङ हुँदैछ। यहाँ धेरै चरा देखेछ है अनि हाम्रो क्याप्टेनले हामीलाई चराको नामहरू नि भनिराख्नु भएको छ। के रहेछ यो बर्डको नेस्ट रहेछ कि सबै। यो कोकोनट ट्रीमा झुन्डेको सब बर्ड नेस्ट। त्यो चराले हेर नि त्यहाँ भित्र गएर, त्यो चरा त्यहाँ भित्र गएर माछा मार्न लागिरहेछ कि। वहाँ पुगेर सब देखिरहेछ। यसलाई हेर्दै हामी फेरि यहाँ टोडी लिन जाँदैछौँ। हामीले हाम्रो क्याप्टेनलाई रिक्वेस्ट गऱ्यौँ टोडी लिन जाने ठाउँमा जाउँ भनेर। अब त्यहीँ जाँदैछौँ फेरि। टोडी सप आएको हो कि ऊ माछा मार्यो। टोडी सपमा चाहिँ यहाँ फिसिङ चलिरहेछ है। गुड। ओ अच्छा माछा मारेछ माछा। न मलयालम नेपाली। ल हाम्रो आजको टोडी हन्ट अनि बर्ड वाचिङ पनि सिद्धियो है। आज एकदमै फन डे थियो, एकदम रमाइलो भयो। अनि अहिले चाहिँ हामी हाम्रो एयरबिएनबीमा आइपुग्यौँ फेरि। आजको दिन एकदम रमाइलो भयो। बर्ड वाचिङ, बोट राइड सब रमाइलो भयो, एकदम फन भयो आज। ल थ्याङ्क यू बाजे। त्यही थियो आजको ब्लग है, रमाइलो भयो सबै। भोलि चाहिँ हामी उटी जाँदैछौँ।